हामी के सानोमा पढ्ने बेलामा एम सोद्धा के भन्थ्यौं नि है। ल प्रकाश त भन्दा ठुलो भएपछि के गर्छस्? म डाक्टर बन्ने हो सर। अनि के त तँलाई के हुन मन थियो रे? मलाई बेरोजगार। किन? फाइनान्सियल फ्रिडम पाइन्छ कि सधैँको लागि। आइज न यो भाइलाई सोधम के गर्नु मन छ यो भाइलाई चाहिँ। त्यही नै भन्छ होला नि, समय मात्र बदलिएको हो कि सोच होइन। भाइ ठुलो भएपछि के गर्छौ नि तिमीले? हल्लाउँछु दाइ। तपाईसँग बोल्दा बोल्दै ठुलो भयो गयो है दाइमा। सोच पनि बदलिएछ, सेक्सुअलिटी पनि। सफल त हिजो किन्न आएको? सर मेरो हजुरबा बित्नु भएको थियो। लौ पहिलाको हप्ता पनि बित्नु भएको भन्दै थिइस् त। मेरो हजुरबा के हो के सर? अनि फुच्चे त चाहिँ? सर म प्यारलल लाइन भन्दा पनि स्ट्रेट छु। हिजो किन नआएको सोधिरहेको छु म। मेरो हजुरआमा बित्नु भएको थियो सर। लेट मी गेस, तेरो हजुरआमा चाहिँ लेस्बियन होला हैन? तपाईलाई कसरी थाहा भयो सर? साले बहाना त बताउने खालको बना। साँच्ची हो के सर? तिमीहरू जन्मिसे कसरी त्यसो भयो? मेरो हजुरआमा सरोगेट हुनुहुन्थ्यो। के हो फेरि त्यस्तो? मेरो हजुरबुवाको बच्चा यसको हजुरआमाले पाइदिनु भएको हो के सर? ए ठिक छ त्यसो भए। अनि तेरो हजुरबा के भनेको हैन अघि? हो अनि के बता? अनि यसको हजुरआमासँग कसरी भयो त अनि? भनिरहेको छु त, अनि मेरो हजुरआमा सरोगेट हुनुहुन्थ्यो। भनेपछि तेरो बाबालाई फुच्चेको हजुरआमाले पाइदिनु भएको हैन? हो सर। अनि फुच्चेको बाबालाई चाहिँ? मेरो हजुरबुवाले नि सर, दिमाग छैन त्यति? अनि तेरो हजुरबा के भने हैन? भनिरहेको छु त मेरो हजुरआमा सरोगेट हुनुहुन्थ्यो के। तिमीहरू दुईजना दाजुभाइ हो भनेपछि? हैन। किन हैन? होस् सर मेरो दोस्रो हजुरआमाले पाउनु भएको हो कि मेरो बाबालाई। अनि मेरो दोस्रो हजुरबा यसको बाबाको बाबा हो। अर्कोचोटि अलि बताउन मिल्ने खालको बाना बना। कुकुर योपालि पनि फेल भइस भने घरबाट निकालिदिन्छु म। त्यस्तो नभन न बाउ। फेल भइस भने बाउ पनि नभन मलाई। ल ल अंकल। हसाइस जाँटो। ला यार बाउले मार्छ नि यार यस्तो घटिया मार्कसिट देख्यो भने त। भाइ यति सानो छौ, स्कुल पढ्दैनौ र तिमी? म त अनाथ हो हजुर, कोही पनि छैन मेरो। हो र? बिचारा मम्मी बाबा कोही पनि छैन है तिम्रो? दुईजनै छन् नि दाइ, छन त। लौ अनि अनाथ चाहिँ कसरी त? अनि दाइ तपाईँ फेल चाहिँ केमा हुनु भएको? बीबीएस मा भाइ। भिकको पैसा धेरै हुन्छ दाइ, त्यो पास गरेर जब गर्नु भन्दा त। हेलिकप्टर कहाँबाट आयो अचानक? भिकको पैसा आयो दाइ मेरो। व्हाट द फकर? हेलिकप्टर किन्यौ भिक मागेर? जिन्दगीमा त पास भएको रहेछौ त भिखारी भाइ तिमी। भगवानले तपाईँको भलो गरोस्। दाइ मलाई पनि काम गरेर खा आरामखोर। मलाई चाहिँ किन नदिएको भाइ पैसा? आज राति तपाईँको खुट्टा काटिदिन्छु अनि भोलिबाट तपाईँलाई पनि दिन्छन्। प्रकाश त यहाँ छस्, मेरो मार्कसिट दे त। मसँग तेरो कहाँ छ र तुम्बा? झुकिएर साटिएछ कि तेरो मेरो मार्कसिट? त त पास भएछस् यार योपालि। हजुर सर भन्नु त। ए आउनु पर्यो? ल आए। कता जान लाग्यो क्लासको बिचमै भाइ? सर यो भन्दा पनि यो पाल्न अलि बढी जरुरत छ, के गर्नु सर? ए त्यस्तो हो भाइ, म पनि बुझ्छु। कसरी बुझ्नुहुन्छ र तपाईँले? तपाईँको त सरकारी जागिर छ त। भाइ म पनि बीबीएस स्टुडेन्ट नै त हो। तिमी 12 सकिएपछि विदेश किन नगएको त? जे गर्छु नेपालमै गर्छु भनेर सर अहिले दुःख पाएँ मैले। नरु चुप्प किन गर्नु भएको सर? सर म जानुपर्छ, बसको कल आइसक्यो, फेरि हिँड्दै जाने हो म, ढिलो हुन्छ। जाऊ बाहिर गएर बस, आज म छोडिदिन्छु तिमीलाई। ल ल हुन्छ सर। स्टुडेन्ट्स आज मेरो डेट छ, सेल्फ स्टडी गर ल आज। तँले पढाएको कलेज सुनेछ र भाइ? Naughty America. हिजो मैले तिमीहरूलाई के काम दिएको थिएँ रे? सर केटाहरूलाई कपाल काट भन्नुभएको थियो। सर होइन होइन एसाइनमेन्ट गर भन्नुभएको थियो तपाईँले। सरको चम्चा। सबले हिजो दिएको असाइनमेन्ट गरेको छ नि? सर सबैले गरेको छ तर चक्रले गरेको छैन। सर मेरो हिजो हल्का काम थियो अनि गर्नै भएन सर। सलाम मोटे के काम थियो त्यस्तो? कपाल काट्नु गएको थियो सर म। गुड बस बस ल। बिमाल र प्रकाश उठ। इट्स नट माल। सर हामीले नि गरेछौँ, त्यो मलाई मतलब छैन। कपाल किन लामो छ तिमीहरूको? सर चक्रलाई चाहिँ किन त केही पनि नभन्ने। त्यसलाई हेर्दा एकचोटि कति डिसिप्लिनमा बस्छ त्यो। झन् उ त तक्लेलाई हेर्दा कति ज्ञानी छ। सर त्यसको बाउ मरेर हो कपाल काटेको, त्यो मलाई बाल छैन, कपाल सानो छ त्यो हेर्न। खाते सर साला त मरिहाल। गुड गुड, प्राउड अफ यु।
कपाल किन नकाटेको तिमीहरूले? यो मेरो जन्म महिना हो कि सर? जन्मिएर के उखाडिस् र तैँले? केही ठुलो गरेको भनेको त्यही कपाल त होला। सर तपाईँ राम्रोसँग पढाउनु, हामी राम्रोसँग पढ्छौँ। कपाल चाहिँ किन आउँछ कि बिचमा? प्युबर्टीले गर्दा आउँछ नि। मतलब पढाइको बिचमा किन आउँछ? दिमाग चल्छ नि कपाल काटेपछि। केटीहरूको झन् लामो कपाल छ त, अनि दिमाग कहाँ चल्छ त? क्लासको टपर नै केटी हो सर। सरी तिमी सबैको नोट कलेक्ट गरेर मेरो अफिसमा आऊ ल। ओके सर। कपाल काटेर आइज, नत्र स्कुलमै काटिदिन्छु भन्थे नि मैले, याद छ नि? ए आयो कपाल काट्न? म चिया दिन आएको, कपाल काट्न थोडी न आएको हो। एकजनाको 200 दिन्छु। छे म त्यस्तो शौक राख्दिन। नानी कपाल काटेको कि भैया? तेरी गाडमै गरम चाहे। लौ के भयो? के को भैया दाइ भन्नु न। सर तपाईँ नि कपाल काट्नु त अनि रेसिजम गर्न छोड्नुहुन्छ कि? साले चुप। किन चुप्लाउने नि, हामीले सिक्ने तपाईँबाटै होइन? हो अनि तपाईँहरूले चाहिँ कपाल किन नकाट्ने त? कहाँ ठुलो छ र हाम्रो कपाल? हेलो सर, हाम्रो क्लास डिस्टर्ब भयो त। सरी सर, तपाईँ जानु, अब आउँदैन। राजु दाजु कपाल काटिदिनु न है, 200 दिन्छु के? हुन्छ सर। विमल फ्रीमा काटिदिन्छ अन्त किन नकाट्ने? काटौँ स्कुलमै। 200 सबको फीमा एड हुन्छ है। बाहिर हिँड, आज गयो तिमीहरूको कपाल। सर मुतेराम, सालेहरू जब कपाल काट्न डराउँछ, मान्छेहरूले के त काट्छन्। सर म पनि जाम। सधैँ सँगै किन जानुपर्छ तिमीहरूलाई टोयलेट? सर त्यो हाम्रो मित्रताको निशानी हो। तँहरूको फ्रेन्डसिपको निशानी टोयलेटको भित्तैभरि छ। सर जाम, छिटो गर आइज अनि रेडी भयो कपाल काट्न। विमल यहीँ लुकामै फेरि कपाल काटिदिन्छ यार। छिटो बाहिर आइज त, मलाई ढिलो भइसक्यो। विमल केही सोच्नु यार छिटो। ढोका खोल, यसलाई धम्काम। पहिलाकोलाई जसरी। यस। लभन पहिला कसको काटम? हेरकाले कपाल काट्दिस् भने बाहिर भेटेको बेलामा के गर्छु तँलाई थाहा छ होला। प्रकाश यसलाई पनि पहिलाकोलाई अस्ति गरौँ है। के गर्नु भएको थियो पहिलाकोलाई? त्यसको कपाल समातेर रुवाई रुवाई बुताल्दिए थियौँ। त्यति जब कुरा नि खपिहाल्छु नि म। टाउको कपाल होइन नि काले? दाजु त्यस्तो नगर्नुहोस् न, म जान्छु बरु यहाँबाट। 3 गन्दा गइनस् भने म 4 गन्छु। खै त राजु दाई, सर जानुभयो। फेरि धम्काइ छैन भैयालाई? सर प्लिज न सर, एकचोटिको लागि छोडिदिनु न, भोलि आउँदा छोटो बनाएर आउँछौँ कि प्लिज न सर। साँच्ची हो नि? कसम हो सर। गुड बोय, अब बढेको छिर्छ दिमागमा। बल क्याप त राम्रो क्वालिटीको रहेछ त। यार कसैले नि नोटिस गरेन। साले यता बढाइरहेको छु, कता हेरिरहेछस्? अति नै भयो कि अब त। रोक, तिमीहरू दुइटैको बाउला मारेर आउँछु म। बाउला मारेर के हुन्छ र? कपाल काट्न पर्छ नि दुम्बा। खै मेरो बाबा मर्दाखेरि मैले कपाल काट्न परेन के रे? सबले टिप त लायो। सर त्यहाँ बिग्रिएछ, एमजी हो त्यहाँ। ला चक्ता पढाउँछस् ला। सर होइन त्यस्तो होइन, साँच्ची बिग्रिएछ कि त्यहाँ। होइन आइज न आइज पढाला। होइन सर ठिक छ, तपाईँ पढाउनु। एक दिनको लागि टिचर बनेर देखा नि, थाहा पाउँछस् कति गाह्रो हुन्छ साला। भन्छस् एक दिनको लागि टिचर? होइन सर ठिक छ, एमसी नै हो करेक्ट। आइज न आइज पढा। यस्तो भनेपछि त चुप्लाएर बसिहाल्छ नि। दिनु त चकमा पढाउँछु। चाक पड्काउँछ साला सरको? कस्तो चक जस्तो होला, चक दिनु कि म पढाउँछु। यहाँनिर चाहिँ एमजी हो है। जब केही कुरा खस्छ नि ग्राभिटीले गर्दा, त्यो त्यसको वेटले गर्दा हो कि। इक्जाम्पलको लागि गु कसरी खस्छ चाकबाट भन त ल? त्यसको मासले गर्दा हो कि त्यो। सर मैले त्यो बुझिनँ। मलाई भाल चुप्लाएर बस्ने। गर्ल्स तिमीहरूले चाहिँ बुझ्यौ नि होइन? बुझे सर, थ्याङ्क यू। थ्याङ्क यू मात्रै नानी, अरू केही दिँदैनौ? के दिनु पर्यो र सरहरू? चुप देऊ न। मैले यस्तो विधि गर्थिनँ जस्तो लाग्थ्यो त। ल कसले बुझेन भन त? सर मैले त्यो बुझिनँ कि कसरी। त्यत्रो राम्रोसँग बुझाउँदा नि बुझेनस्? मैले नि बुझिनँ सर। कुन बुझेनौ नानी भन त? भन न के बुझेनौ? तपाईँको बेहोरा। कुन सेन्ट लगाउँछौ नानी तिमीले? छिनाल सर। छिनार? ओरमाई छिनार। ए छिनेल। प्रोनाउन्स गर्न अलि गाह्रो छ सर। सुङ्न त सजिलो छ नि नानी, तिमीले कुन लाउँछौ? सर यसले सेन्ट लगाउँदैन नि। ल अनि के को बास्ना आउँछ यो? महिनामा एकचोटि नुहाउँछ कि सर यो? ओ वास्या छ छि। सर मलाई आउँदै आएन के। यहाँ आइज न, यहाँ सुङ्न। सर क्वेसनको एन्सर भनेको के? अघि यो खोलिदिए थिएँ मैले, लगाऊ ल। सर मैले नि बुझिनँ। बेलुका ट्युसन पढ्न आएछ त्यसो भए? मलाई पुरै एक्सपोज पो हानिरहेको छ त्यसले त। यहाँ किन उभिरहेछस् त? त्यहाँ गएर बस्छ। के आएन भने सोध मलाई, जा। बढी बोल्छस्? सरसँग मुखमुखी लाउँछस् गोरु? भोलि आउँदा बाबुआमालाई लिएर आइज। म तेरो सर हो? म तेरो सर हो के? एक दिन भएको छैन बुझिस्? के रे फेरि भन्दा? भोलि आउँदा बाबुआमालाई लिएर आइज बुझिस्? सर मेरो बाबुआमा नै मरिसक्नु भयो। बहाना बनाउँछस् अझ? Want to earn easily and have fun? Play Chicken Road, the game with 4 levels from easy to hardcore. Take steps, grow your earnings, and stop before the trap to secure your win. Use my promo code now to sign up and get 20,000 plus 150 free spins bonus. सर मे गो टु टोयलेट। घन्टी लागेपछि जालस बस। अहिले च्याप्छ कि सर? खुट्टा फ्याँ गरेर बस त्यसो भए। पिसाबले के सर? चुप लागेर बसेर गर्थे। सर केटा हो म। क्वेसनको एन्सरकै मुर्दार।
विमल देखा न यार। ओए अगाडि हेर। ओए त सिधा बस्छस् कि निकाल्दिम? यही स्ट्रिक सर पर्छ साला सधैँ। आज शनिबार होइन र? ए म्याम एकछिन हेर्दिनु है, यहाँ म टोइलेट गराउँछु। हुँदैन नि दाइ त्यस्तो गर्नु त। आशिका दिदी अनि मास्क लाउँदा नि कस्तो चिन्नु भयो त? को रे मिस? He asked me who I am. हु आर यु? I'm also asking you who are you? आशिका आन्टीलाई चिन्दैनस् तैँले? केमा तिम्रो आन्टी जस्तो लाग्छ? यो मिसले त लुज गर्छ वै। यस पास हुने भयो। कस्तो डर नभएला यो भगवान। छिटो सार्दा फेरि टाइम पुग्दैन के। यहाँ बस यहाँ छेउमा यहाँ। उता जाऊ। खै त आज त टाइट नै गर्छ त नि वे। सार्दै सार्दै भाले भएन। यसको नाम के हो? खै खोइ हो उसको नाम? यो दाइको नाम चुप लागे भुच्चे फेरि पिटा खालास नि। कुकुर? अमरी साकी। रिसा छैन। हेर्नु त छाल आँखाहरू न आँखा। ओहो। कतै 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 आउ ल। कसले फाले ताड फेरि? मैले हैन। भूत त मेरो हाल देखिरहेको छु अहिले। फेरि यताबाट फाले एउटाले। म्याम डस्टबिनमा फाल्न खोजेको मैले। डस्टबिन तपाईँको पकेट छ नि त। टिप्नु ल। ओहो ल धन्यवाद ल। पेपर माग अनि त्यसमा लेखिदिन्छु म। म्याम पेपर। यत्रो भए पुग्छ? पुग्छ म्याम, दिनु त। ल चोइ 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 ल आइज। मान्दैन त? जाऊ त्यहाँ टेबलको मुनि मैले चिट राखेको छु। आमा चाटेको हेर्नु न मलाई ल। म्याम मे आई गो टु टॉयलेट? यहीँ अग्नि यहीँ मुत्ने। म्याम लास्टै लाग्छ कि प्लिज? चेक गर्नु पर्यो नि पहिला त। दिदीको त अपमान गर्नुभयो त तपाईँले त। सरी म्याम, एकचोटिको लागि छोडिदिनु न। हुँदैन त्यस्तो। अब त जान दिनु, मलाई लागिसक्यो के। के भोक लाग्छ? पिसाब लाग्छ कि म्याम, छिटो जान दिनु न। कति बजे घडी हेर्नु त? घन्टी लाउने बेलासम्म मेरो निस्किन्छ कि म्याम। हुँदैन त्यस्तो। उता त्यहाँ बस्यो भने त्यसलाई गाडीले हान्छ के? छ्या त्यसको हेर्नै पाएन मैले। मेरो हेर जस्तो भाइ। के यता झाडीमा बस्छ यहाँ। इ ओइ के भयो, परेन? आफै हेर्न। ए 60 जस्तो छ हिजो राति। करेला नि कसले खान्छ तरकारी? यति राम्रो हेर्नु त करेला। यसको एमआरपी रेट खै बहिनी? कताको 25 हुन्छ? त्यही छ त के भन नि म्याम। 20 रुपियाँ बोतल हो पानीको। 50 रुपियाँ? दुईटा वाटर बोतलको त्यति त हुन्छ नि अनि। हुँदैन त्यस्तो। त्यही त हो नि, किन हुँदैन? यो एकदम महँगो भयो है। यो हुँदैन। यो यसरी यो 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 लुट धन्दा हुँदैन है। मलाई दिनु नै छैन यस्तो जब एक्जाम। बाई बाई ल। म नि जान्छु नि म्याम, फुस्किन लाग्यो के मेरो। हुँदैन त्यस्तो। हल्का भयो बल्ल। ल म्याम थ्याङ्क यू है। अनि पिसा चाहिँ ल्याउ कहाँ तपाईँको? सरी म्याम, बसेर पिसाब फेरेको, फेर्दा फेर्दै गुवायो अनि ढिलो भयो। छ्या यार, घन्टी लाग्यो। 3टा भन्दा क्वेसन गर्नै भएन यार मैले। जा चक्र घन्टी लाग्यो। ओइ के भयो? पानी पानी भयो म। यहाँ पिसा खाने ठाउँ हो यो? यहाँ मुद्नी हो? त्यहाँ माथि छैन पिसा खाने ठाउँ? जान नदिएपछि के गर्ने त नि? कस्तो बनाइरहेको छ यहाँसम्म हेर्नु त। कस्तो चाट जस्तो होला। यत्रो ठुलो भएर कट्टुमा मुच्छस्, टोइलेट जान पर्दैन? ल यहाँ आइरहेको तलबाट पानी झरिरहेको।